हेलो गुड इभिनिङ एभ्रिवान। हामी चाहिँ मस्त हिँड्दैछौँ होइन। अनि मलाई चाहिँ धेरैजनाले शङ्खसभा कहाँ भन्नुभएको थियो। त्यो शङ्खसभा चितलाङ कति हो है वडा नम्बर थाहा छैन। हामी चाहिँ यहाँ धनसरबाट हाम्रो घर जाँदैछौँ। हाम्रो घर चाहिँ स्कुलतिर माथिल्लो साइड जानुपर्छ। सो जाँदैछौँ। यस्तो छ होइन ब्याक साइड चाहिँ। यो चाहिँ हाम्रो जाने बाटो। सबै बाटो चाहिँ यस्तो ढुङ्गा भएको, सो अग्लो हुन्छ नि, उकालो बाटोमा चाहिँ कस्तो मजाले कोदो फलेको छ होइन। सबै कोदै छ। हामी चाहिँ यस्तो मजाले हिँडिरहेको छौँ। पछाडि दिए यो चाहिँ हामीले पहिले पढेको स्कुल होइन। मैले 3 क्लाससम्म यो स्कुलमा पढेको, तर अहिले चाहिँ बन्द रहेछ। बिदा भएको भएर होला बन्द रहेछ। सो बाहिरबाट हेऱ्यौँ हामीले। अब चाहिँ हामी फेरि बाटो जाँदैछौँ। दिदी चाहिँ गाडी गइसक्नुभयो। यति धेरै कुरो लाग्ने क्या यता चाहिँ लास्ट धेरै बाटो। हामी चाहिँ हिँड्दै हाम्रो घर छेउमा आइपुग्यौँ। यो चाहिँ हाम्रो जग्गा होइन। यो चाहिँ हामी जन्मिएको घर। अहिले चाहिँ यहाँ अरू नै बस्नुहुन्छ। कस्तो फोहोर पारेर राख्नुभएको रहेछ। यो चाहिँ हाम्रो जग्गा। अनि यो घरै भइहाल्यो। अलि मजाले देखाइदिएको यहाँ चाहिँ। अनि यो पल्लो चाहिँ हाम्रो ठुलोबाबाहरूको घर। अनि यो हाम्रो ठुलो बाबाकै जग्गा भनौँ न। अनि यता साइडको हाम्रै भयो। अनि यो वरिपरिको चाहिँ सबै यता साइडबाट पनि हाम्रो घर। अनि यो चाहिँ हाम्रो वरिपरिको जग्गा। यहाँ चाहिँ सबै यो देखिएको जति चाहिँ सबै हाम्रै हो होइन। र अहिले अर्कैले गर्नुहुन्छ गर्न चाहिँ। सबै यो वरिपरि देखेको जति जग्गा जति चाहिँ सबै हाम्रै हजुरबुवाको सम्पत्ति। सबै कस्तो मजाले देखिया।